तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। ब्रह्माण्ड नायक भगवान श्री सत्य साई बाबाको चरण कमलमा मेरो कोटी कोटी नमन गर्दै यसै केन्द्र श्री सत्य साई केन्द्र बुटोलको म एक एक्टिभ युथ श्रेष्ठको तर्फबाट हजुरहरू सम्पूर्णमा फेरि पनि साईराम है। यसै नोभेम्बर 23 गते पर्न गएको हाम्रो स्वामीको बर्थडे अर्थात् सेन्चुरी सेलिब्रेसन र शताब्दी जन्मोत्सवको लागि हामी फेरि पनि पुट्टपर्ती स्थित प्रशान्ति निलयम प्रस्थान गर्दैछौँ। र त्योभन्दा पहिला हामी गोरखपुर हुँदै मनमाड जाँदै र मनमाड गएर शिरडी गएर त्यसपछि हामी शिरडी हुँदै धर्मवरम हुँदै प्रशान्ति निलयम प्रस्थान गर्नेछौँ। र सबै कुरा हजुरलाई यथावत देखाउने नै छु। त्यति बेरसम्म हामीसँग बसेर हेरिदिनु होला है, म सबै देखाउने नै छु। So till then, take care, Saira. साईराम। अहिले हामी गोरखपुरमा छौँ र हामी गोरखपुरदेखि मनमाड प्रस्थान गर्दैछौँ शिरडी जानको लागि। अगाडि के हुन्छ देखाउँदै गर्नेछु, हेरिराख्नु होला। साईराम। हाम्रो ट्रेन डिले भएको कारणले हामी यही स्टेसनमै हल्का नास्ता पानी गर्दैछौँ। हजुर खाऊँ न, हाम्रो नास्ता आएको छ। सो यस्तै छ साईरामहरू। अगाडि के हुँदै गर्छ म देखाउँदै गर्छु। आन्टी यता हेर्नु न, हाई गरिदिनु न, हाई। यता हेर्नु न त, हाई गरिदिनु लास्ट। गुड्डू आन्टी हेरिदिनु न त, गाह्रो छ है, गाह्रो छ एकदम। सबैमा साईराम। अहिले चाहिँ हामी गोरखपुर जङ्सन रेलवे स्टेसनमा यो मनमाडको ट्रेन लाइन कुदिरहेका छौँ प्लेटफर्म नम्बर 3 मा। अहिले 5 बज्यो र 5:30 बजेको हाम्रो ट्रेन छ है। हामी त्यहाँ मनमाड झरेर शिरडी जाँदैछौँ। शिरडी साई बाबाको दर्शन लिएर 3-4 दिनको यात्रापछि हामी फेरि प्रशान्ति निलयम पुट्टपर्ती जानेछौँ र सबै कुराहरू म देखाउने नै छु। कृपया भिडियोमा जोडिएर बस्नु होला। छैन हाम्रो 5:30 को ट्रेन अहिलेसम्म पनि नपुगेको हुँदा, डिले भएको हुँदा अहिले रातिको 6:55 भइसकेको इन्डियन टाइम। अहिलेसम्म पनि नपुगेको हुँदा यो कुरा हजुरलाई भन्दैछौँ। हाम्रो ट्रेन 2.5 घन्टा ढिलो भएको छ र अझै पनि आएको छैन। यही प्लेटफर्म नम्बर 3 बाहिरै हामीहरू कुदिरहेका छौँ है। हाम्रो साईरामहरू यस्तरी बस्नु भएको छ, देख्न सक्नुहुन्छ हजुरले है। 2.5 घन्टा डिले हुने भन्ने कुरा भयो। सो अहिले चाहिँ हामी स्टेसनमै छौँ, ट्रेनमा पर्खि नै रहेको छौँ।
सो हेलो 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 हाम्रो 5:30 बजेको ट्रेन 7:30 बजेको लागि डिले भएको थियो र अहिले 7:30 बज्न आधी घन्टा बाँकी रहँदा हामीले के न्युज थाहा पायो भने फेरि 9:30 बजेसम्मको लागि डिले भएको छ भनेर थाहा पायो र फेरि नै अब पर्खाइ तर पर्खाइपछि नै के नै सुन्दर गन्तव्य आउँछ भन्नेमा विश्वास राख्छु हामी चाहिँ। ट्रेन डिले भएकोमा हजुरलाई के भन्नु छ? अरू शान्ति यात्राको लागि हिँडेको ट्रेन लेट भएर डिले भएर आज हामी यहाँ रेस्ट गरेका छौँ। साईराम बाबा टाढे पुऱ्याउनु होला शान्तिमा हामीलाई। साईराम आज कहिले नभएको नयाँ अनुभव भइरहेको छ। 5:30 बजे भनेको ट्रेन नआएर अब कति बजीसम्म खासमा मजाले बस्दै खाँदै साईराम हाम्रो चाहिँ निकै कुरा आएपछि ट्रेन आइसकेको छ। भिडभाड देख्न सक्नुहुन्छ है। सो यहाँ छ है। धकेल हुँदैछ उसको लागि। साईराम हामी चाहिँ ट्रेनमा चढिसक्यौँ है। अब हाम्रो यहाँबाट मनमाडको प्रस्थानको लागि हामी जाँदैछौँ। सो यस्तै रह्यो डे 1 है। हेर्दै गर्नु होला, देखाउँदै गर्नेछु। साईराम फर्स्ट ट्रेन 11 बजिसक्यो रातिको है। अनि हामी 5 घन्टा ट्रेन डिले पश्चात ट्रेनमा बसी पनि सकेका छौँ र अब केही बेरमा ट्रेन हिँड्ने पनि छ। सो अब हामी आज रातभरि भोलि रातभरि पछि बिहान चाहिँ मनमाड पुग्छौँ र त्यहाँबाट हामी शिरडीतर्फ लाग्नेछौँ। हजुरलाई म देखाउने नै गर्नेछु। अहिलेलाई आजलाई यति डे 1 यति नै रह्यो। हेर्दै गर्नु होला। साईराम सो हेलो सम्पूर्णमा साईराम फेरि पनि यो डे 2 को सबसे पहिलो दृश्य देखाउँदैछु म हजुरलाई है। भर्खर उठ्यो, फ्रेस भयो है। रातिको 1 साढे 1 बजी सुतिएको हजुरले देख्न सक्नुहुन्छ। अहिले यस्तो छ बाहिर है। हामी अहिले कानपुरभन्दा अगाडि छौँ भन्ने कुरा छ सुने मैले। सो भर्खर फ्रेस भयो। हिजोको थकानपूर्ण शरीरलाई आराम मिल्यो है रातभरिमा। सो यहाँ त्यस्तै छ। अब बिहानको दृश्यहरू यस्तै छ। कानपुर अब हामी पुगिसक्यौँ र राति 10:30-11 बजीसम्म पुग्ने अनुमान गर्नुभएको छ ड्राइभरले। सो यहाँ देखाउँदै गर्छु, हेरिराख्नु होला है। हेर्नु भोकले चुर भएर खाइयो होइन। खाँदाखेरि खिच्न पनि पाइएन, देखाउन पनि पाइएन। खाएर सकिसक्यो। यहाँ हाम्रो आन्टीहरूले दिनुभएको अहिले केही गर्नु पाएन क्या। हेलो के छ है। अब चाहिँ हामी धेरै टाढा छैन अरे। जस्ट 4 घन्टा जस्तो मात्र बाँकी छ अरे अब मनमाड पुग्न है। भर्खर सुतेर उठेको र बाहिरको भ्यू यस्तो छ। हल्ला गरिरहेको थियो है। भित्र एकदम गर्मी पनि भयो। उठेर बाहिर हेर्दा चाहिँ यस्तो छ। कुन ठाउँ पुगेछ अलिक थाहा छैन। अब जस एपमा हेर्दा चाहिँ अब 4 घन्टा मात्र देखाएको छ। अहिले चाहिँ 4:35 भइसकेको छ। सो यस्तै छ है। अब भित्र एकदम गर्मी हल्ला भएर बाहिर निस्केको यस्तो हावा खान। 4 घन्टा मात्र बाँकी छ मनमाड पुग्न। मनमाडबाट अब शिरडी लाग्ने। सो हेलो गाइज, फेरि पनि ट्रेन डिले भयो। अहिले हामी खै कहाँ, यो मिरा रोड हो कि कहाँ। अनि यहाँ देख्न सक्नुहुन्छ है अलि शीत खसिरहेको जस्तो छ। ट्रेनहरू पढाइसक्यो है।
पहिला मान्छे झर्नु त अनि ब्याग झर्नु 2 दिनको यात्रा चाहिँ पुगियो सो हामी प्रस्थान गरिसक्यो है मनमाड। अब मनमाड जङ्सन झरिसक्यो र अब चाहिँ अगाडि लाग्ने यो चाहिँ अहिले मनमाड रेलवे स्टेसनको तस्बिर है। यहाँ हाम्रो साइरामहरू सबै झरिसक्नु भएको छ, देख्न सक्नुहुन्छ। अत्यन्तै खुसीमय हुनुहुन्छ र 2 दिनको थकानपूर्ण यात्रापछि हामी मनमाड जङ्सन पुगिसकेको जानकारी गराउँदैछु सबैलाई। सो हेर्दै गर्नु होला, देखाउँदै गर्नेछु है त। टाटा। भर्खरै मनमाड हुँदै सिडी पुगिसक्यौ है। आज हामी यहाँ भक्त निवासमा। अब दाइ दिदीहरूले यहाँ रुम लिने के लिने भनेर छलफल गर्दै हुनुहुन्छ र बाहिरको भ्यू यस्तो छ है। अब हेर्दै गर्नु होला। 1 2 3 ये ओ मैडम रूम देखने लिए। सो गाइस भर्खरै भित्र भक्त निवासमा बुझेर आएको है। भित्र चाहिँ रुम छैन अरे, रुम छैन भन्ने कुरो थाहा पायो। अब बाहिरै होटल लिएर बस्नुपर्ने अवस्था आयो। यो यहाँको पार्किङ सेक्सन पार्किङ। अनि यहाँ चाहिँ हामी यो साइराम आश्रम काउन्टरमा गएको थियौँ, देख्न सक्नुहुन्छ हजुरले। सो सबैमा फेरि पनि गुड मर्निङ। म चाहिँ क्रिस श्रेष्ठ। अनि हामी चाहिँ रुम सुम लिइसकेको थियौँ है, सबै रेडी सेडी भइसकेको थियो। तर यहाँ हाम्रो लगेजहरू तलमाथि उतार्नु पर्ने यताउति काम भएको कारणले भिडियो गराइराख्नु चाहिँ पाएन। हामी नुहाइधुवाइ गऱ्यौँ, फ्रेस भयो। अब चाहिँ हामी शिरडी मन्दिरको दर्शनमा जाँदैछौँ। इट्स अलरेडी 10 AM इन द मर्निङ। अनि त्यहाँ गएपछि हामी कता कता घुम्नेछौँ सबै हजुरलाई देखाउनेछु है। हामीसँग बसेर हेरिदिनु होला। टेक केयर, बाई। सो हेर्न सक्नुहुन्छ गाइजहरू, भिड चाहिँ एकदम छ है। अब हामी इन्ट्रीको लागि छिर्न लागिसकेका छौँ। हुनुहुन्छ मेरो आन्टी अनि मेरो अजी है। अब हामी यहाँ इन्ट्रीतिर लागिसकेका छौँ र हेरिराख्नु होला, सबै देखाउने नै छु है। साईराम। सो गाइज है, अब मोबाइल लानु पाउँदैन। अब यहाँ लक रुम, यहाँ लकरमा राख्नुपर्छ। अब त्यसपछि नै हो देखाउने तपाईँहरूलाई। र अब हामी मोबाइल लकर, यहाँ मोबाइल राख्न जाँदैछौँ, यहाँ मोबाइल लकरमा है मोबाइल राख्न जाँदैछौँ। सो यहाँ अब के हुन्छ त्यही गरेर देखाउने छु है। हाम्रो गुड्डी आन्टी, हाम्रो रञ्जना आन्टी यस्तो रमाइलो हुनुहुन्छ है हाम्रो आन्टीहरू। सो हेरिराख्नु होला। जुत्ताहरू राख्ने है, फ्री क्लक रुम फ्री अनि मोबाइल लकर। अब हामी जुत्ता सुत्ता राखेर मोबाइल सोबाइल राखेर प्रस्थान हुनेछौँ। र त्यसपछि देखाउनु ल हाम्रो आन्टीले नै त हाई गरिदिनु एकचोटि। त्यसपछि नै कुरा गर्नेछौँ ल। साईराम, यो चाहिँ शिरडी साई भोजनालय फ्री सेवा है। हामी चाहिँ यहाँ खाना खान आएको छौँ र हजुरले देख्नुहुन्छ यहाँ कति ठुलो रूपमा, कति ठुलो मासमा यहाँ खाना फ्रीमा भक्तजनहरूलाई खुवाइँदैछ है। वी आर रियली ब्लेस्ड।
अहिले भोजनालयमा छौँ है शिरडी साईको फ्री भोजनालय जहाँ लाखौँको अङ्कमा फ्री खाना खुवाउँदैछ है देख्न सक्नुहुन्छ। म मेरो अझै अनि सन्देश दाई, किरण दिदी, मोहन अङ्कल, हेलो, रञ्जना आन्टी ल देख्न सक्नुहुन्छ है हजुरहरूले। त्यस्तै छ। अब खाना खाएपछि देखाउनेछु साईराम। सो साईराम हाम्रो खाना आइसकेको छ है। थ्याङ्क यू सो मच शिरडी साई बाबा फर दिस अपर्च्युनिटी। भर्खरै खाना खाएर आइयो है, एकदम मिठो एकदम। अनि अब यहाँ यो शिवश्रुति आर्ट ग्यालेरी जाने भनेको भर्खर खाना खाएर आइयो, पेट टन्नै छ, फुल छ। अब आइसक्रिमहरू खान लाग्यो। अब एकछिनमा के हुन्छ अझैहरूले के भन्नु छ नि, यहाँबाट निस्किने तयारीमा, यहाँबाट चाहिँ एक्जिट। सो हामी सबै अहिले एक्जिटतर्फ लाग्दैछौँ। भर्खर भोजन सोजन खाएर हेर्नु त कति आनन्द, बसले नै छोड्न जाने रे। अरे साईना तिम्रो लीला परम्पार छ। जय साईराम। त्यस्तै छ, रमाइलो भयो, एकदम रमाइलो भयो। त्यस रातिको थकानपूर्ण शरीरले आराम नपाएको कारणले बिहान त्यो शिरडी दर्शनमा पनि त्यत्रो लामो लाइन लागेर जाँदाखेरि नै थकेर आयो। त्यस अब सबै काम सक्यो, दर्शन पनि भयो है। अब एकछिन यो थकानपूर्ण शरीरलाई आराम दिनेछ। त्यसपछि फेरि तन्दुरुस्तको साथ फर्किएर फेरि भ्लग सुरु गर्नेछु। ल 1 2 3 साईराम सबैमा। अहिले चाहिँ हामी सपिङको लागि बाहिर निस्किसकेका छौँ र यतिकै हाम्रो नाइट बिजनेस, नाइट भ्यू हेर्दै हिँडिरहेको छौँ। यहाँ हाम्रो अभिषेक दाईले किरिङ रोज्दै हुनुहुन्छ है। दाईलाई चाहिँ अलिकति यस्तो किरिङहरूमा इन्ट्रेस्ट छ। नेपालतिर अलिकति महँगो प्लस पाउँदैन पनि, त्यही भएर हामी यसो बाहिर निस्केका छौँ। सो अब हामी यसपछि खाना खाएर आई थिङ्क आजको डे यहीँ गर्नेछौँ। देखाउँदै गर्नु छ, हेर्नु होला। सो गाइज हेर्न सक्नुहुन्छ, हामी चाहिँ यो पार्कमा आएको थियौँ। अत्यन्तै एउटा राम्रो स्ट्याचु बाबाको पानी खसेको जस्तो रहेछ है, एकदमै अत्यन्तै नै सुन्दर। यहाँ हेर्न सक्नुहुन्छ, हेर्नु न कस्तो मजाले के। ल हेर्नु न ल है, एकदम रमाइलो भयो। अब हामी चाहिँ भोजनालयतिर जाँदैछौँ, देखाउने नै छु। स्टे ट्युन। सो हामी साई कम्प्लेक्स छिरिसकेका छौँ है। अब भित्र जाँदैछौँ र अब भित्र गएर देखाउने छु के हुँदैछ है। देख्न सक्नुहुन्छ यहाँ दिदी अङ्कलहरू हामीसँगै जाँदै हुनुहुन्छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ है। सो हेलो साईराम। यहाँ चाहिँ हाम्रो शिरडी साई बाबा हुनुहुन्छ है। के अवलोकन गर्न पाइयो है यहाँ। अनि टाढाबाट यता हेर्नु। सो गाइज हामी अब खाना खानलाई आज यहाँ दिल पन्जाबी रेस्टुरेन्ट भन्नेमा आएको छौँ। दाल भी आ रहा है। नेक्स्ट
हाम्रो साउथ इन्डियन थाली पनि आइसकेको छ र हाम्रो अर्डरहरू पनि आइसकेको छ है। पन्जाबमा यस्तै खान्छ। सो या अब सबै खाना साना खाएर एकछिनपछि भेट्नेछौँ। मिठा पान। यसो भातपछि एउटा पान हान्दै है। यहाँ हाम्रो अभिषेक दाई मिठो मिठो मिठो। सो हामी भर्खर नास्ता सास्ता खाएर खानासाना खाएर निस्किसक्यौँ र यहाँ हामीले एउटा अत्तरको स्टल देख्यौँ र अत्तर किन्नतिर लाग्दैछौँ। राम्रो, अति नै राम्रो एउटा भनौँ न पेसा नै हो, गर्दै हुँदो रहेछ दाइहरूले। र एउटा किनिदिउँ भनेर मन पनि पऱ्यो फ्रेन्डनेसहरू, एउटा अत्तर किनिदिनु लागेको साइरामहरू यस्तै छ यस्तै छ। यसपछि के के हुँदै गर्छ पनि देखाउँछु। मुखमा मेरो पान अझै पनि छ साइराम। सो हामी पनि फेरि पनि आउटिङ आइसकेको छौँ। म चाहिँ अहिले मेरो अदिसँग छु है। हाई गरिदिनु न के हो। यहाँ हाम्रो आन्टीहरू हुनुहुन्छ। फेरि पनि अब फेरि हामी एकछिनमा गएर लक्ष्मी आन्टी पनि आइसक्नु भएको छ हाम्रो गुरुमा। साईराम साईराम। सो हामी फेरि पनि आइसक्यौँ। अहिले चाहिँ म द्वारिका माईको अगाडि छु है। अब घुम्न जाने कुरा छ, यताबाट कता कता गइन्छ देखाउने छु है। हाम्रो होटल चाहिँ यहाँबाट अगाडि चाहिँ थियो होइन। अहिले हाम्रो यहाँ अझै मम्मीहरू यहाँ चप्पल किन्दै हुनुहुन्छ है। सो गाइस हिजो पनि यहीँ दिल पन्जाबी भन्ने रेस्टुरेन्टमा आएको थियौँ खाना खान। आज पनि फेरि यही दिल पन्जाबी उडिपु भन्ने ठाउँमा खाना खान आउँदैछौँ है। देख्न सक्नुहुन्छ। अब हामी खानासाना खाएर यहाँबाट 12 बजे हिँड्नुपर्छ। हाम्रो मनमाडबाट धर्मवरणको ट्रेन छ शान्ति निलयमको लागि है। फेरि पनि हामी आइसकेको छौँ, देख्न सक्नुहुन्छ दिल पन्जाबी उडिपुमा भोजन ग्रहण गर्न। सो र हाम्रो डोसा आइसकेको छ। डोसा खाएर त्यसपछि बोल्नेछौँ। यम्मी थियो है, यम्मी छ, खाइदिनु पर्ने भयो फेरि पनि अझै। अङ्कल कस्तो लाग्यो? ठिक छ ल। कस्तो लाग्यो स्वाद? अब यता हेरेर भनिदिनु त। अनि फेरि पनि भडौरा आइसकेको छ गाइज है। दिल पन्जाबी उडिपु धेरै हुन्छ। खाना खाएर निस्किसक्यो त्यहाँबाट दिल पन्जाबी उडिपुबाट। अब चिया टी क्यान्टिन एक चाय का कितना बा? 2 रुपियाँ। गाइस हाम्रो यहाँको होटल साई सुरज प्यालेस भन्ने स्टे आज सकिँदैछ र हामी आज शिरडीबाट प्रस्थान गर्दैछौँ धर्मवरम हुँदै शिरडी के अरे पट्टीतर्फ। देख्न सक्नुहुन्छ हाम्रो यहाँ ब्यागहरू लोड हुँदैछ। हाम्रो यहाँ दाइ अङ्कलहरूले झोलाहरू राख्दै हुनुहुन्छ है। हामी आज शिरडीबाट मनमाड हुँदै धर्मवरमको ट्रेन चढ्नेछौँ र धर्मवरम हुँदै पट्टीतिर लाग्नेछौँ प्रशान्ति निलयमतिर। सो यो अब सामानहरू लोड गरेर निस्किनेछौँ र अब ट्रेनमा भेटौँला हजुरलाई। साईराम। सो गाइस हामी चाहिँ
आइसक्यो मनमाड जक्सन। त्यहाँबाट यहाँ अझै पनि अगाडि गइराख्नु भएको छ र अब त्यहाँ गाडीमा सुत्यो, भिडियो खिच्न पाएन। अब चाहिँ हामी एकछिनमा अब ट्रेन आउँछ। ट्रेन चढेर हामी धर्मवरमतिर लाग्नेछौँ। सो हेर्नु गर्दै गर्नु होला। अहिले हामी मनमाड जक्सन पुगिसकेका छौँ है। साईराम। सो गाइस हामी यसो यहाँ उनु खेल्दैछौँ है। दाईहरूसँग यहाँ आन्टी दिदीहरू पनि हुनुहुन्छ, दाईहरू हुनुहुन्छ। सन्देश दाई अल द वे फ्रम मकाउ है। उनु खेल्दैछौँ हामी। एकछिनमा देखाउनेछ के हुनेछ। सो गाइस हाम्रो प्लेटफर्म चेन्ज भयो र अहिले हामी फेरि प्लेटफर्म नम्बर 3 मा आइपुगेको। अब केही मिनट्समा नै हाम्रो ट्रेन आउने कुरा छ है। अब ट्रेन चढ्नेछौँ। ट्रेन चढेपछि हजुरलाई देखाउनेछु। यसो ट्रेनमा टाइम पास गर्दै दाइहरूसँग उनो खेल्दै अङ्कलहरूसँग उनो खेल्दै जोजी बनायो। हामी हिजो मनमाडबाट धर्मवरमा ट्रेन चढिसकेको थियो र केही पनि देखाउन पाएन। एकदम मलाई अलिक सन्चो पनि छैन। सुतेको पनि भयो। ट्रेनहरू पनि मिलेन। सिटहरू अलि गाह्रो नै भयो। अब दाई दिदीहरू उता हुन्छ। म त जाँदैछु एकछिनमा। खिच्न पाएन है। यस्तै छ। सो सम्पूर्णमा फेरि पनि साईराम र हामी श्री सत्य साई प्रशान्ति निलयमको यो स्टेसन पुगिसकेको छौँ र यहाँ टन्नै पुलिसहरू पनि देख्न सक्नुहुन्छ हजुरले। उहाँहरू पनि प्रशान्ति निलयमको भोलिन्टियरिङ सेवामा जाँदै हुनुहुन्छ। सो हामी पुट्टपर्ती पुगिसक्यो प्रशान्ति निलयमको स्टेसनमा र अब हामी पर्तीतिर लाग्दैछौँ र यसपछि त्यहीँ पुगेपछि देखाउँछु सबै हजुरलाई। सो टिल देन टेक केयर। हेर्दै गर्नु होला है। सो अब यहाँबाट सबै स्वामीको रुन मन लाग्यो। किन रुने ल स्याड नहान्नु नि तपाईँले। Heartily welcome to the birth century celebration of Bhagwan Sri Sai Baba. Sairam. Oh my goodness. साईराम हेर्न सक्नुहुन्छ सबै है। साईराम अति नै बवाल। कस्तो लीला है आन्टी यो बाबाको यो लीला हो। बाबा साईराम आई एम भेरी ह्याप्पी बाबा। आई एम भेरी ह्याप्पी। आई एम होइन कि वी आर भेरी ह्याप्पी। यहाँ हाम्रो अनुपा आन्टी पनि हेर्नुहोस् है। साईराम लबल सर्बल है। साईराम दाइ भर्खरै खाना खाएर आयो है। हात धुन आइरहेको छु। प्याक छ अहिले। कुन लेभलको डिभोसन मान्छेमा होला क्या यहाँ है। म त अति नै प्राउड फिल गर्दैछु आफूलाई होइन। सिडी गएर पनि आयो। मैले यो भन्दिनँ कि भगवान् फरक हो, भगवान् एक हो। तर जुन आस्था जुन प्रतीक यो साई बाबा प्रति छ त्यो चाहिँ अरूमा सायदै जाँदैन होला है। र जाँदैन पनि। सायद मात्र होइन जाँदैन पनि। किनकि जुन परिस्थितिबाट म जुन जालबाट म इजिली ट्याकल गरेर निस्किन सकेको छु त्यसमा चाहिँ स्वामीकै हात छ है। हेर्न सक्नुहुन्छ हजुरहरूले। यहाँ हेर्नु न यही पोस्टर यहीँ देख्नुभयो। यो म जुम गर्छु। अति बवाल साईराम वन्दे मातरम। यो चाहिँ प्रिपरेसन गर्न रेडी गर्न खाना यहीँ पकाउने रहेछ है। देख्न सक्नुहुन्छ हजुरले कुन लिमिटमा कुन लेभलमा यहाँ
सेवा हुँदैछ है। तो साईराम, हामी चाहिँ अब नास्ता खाइसक्यौँ है। अब प्रशान्ति निलयमको लागि हामी प्रस्थान गर्दैछौँ। हाम्रो दाइहरू खै तल जानु दाइहरूलाई खोज्दैछु। अब यहाँबाट चाहिँ अगाडि जाँदैछौँ। यहाँबाट गाडी लिएर प्रशान्ति निलयम बाबाको जन्मथलो जे भने पनि जन्मस्थान बाबाको घर जे भने पनि है बाबाको घर जाँदैछौँ। हामी तिमीको घर आउँदैछौ स्वामी, तिमी पनि आऊ है। पुट्टपर्ति यस्तो यो ठाउँ जुन थियो पहिला ढुङ्गा र गाउँ। यसै गरी साई तिम्रो कृपा बस्यो, पुग्यौ तिम्रो घर साई तिमी पनि। दिदीहरू यहाँ अगाडि हुनुहुन्छ, देख्न सक्नुहुन्छ है। अल्ट्रा वाइडमा खिच्दैछु नि त, टाढा भयो। यस दाइहरू यहीँ हुनुहुन्छ है त, देख्न सक्नुहुन्छ हजुरले। आञ्जनीय सो अब मैले त्यही गरेर खिच्दैछु फेरि पनि है। हाम्रो दिदी, हाम्रो आन्टी, हाम्रो परदेश, अब त परदेश, अब त केन्द्र सेन्द्र चल्दैन। सो सम्पूर्णमा फेरि पनि साईराम है। हामी पुट्टपर्ति पुगिसक्यौँ र हामी प्रशान्ति निलयमकोतिर जाँदैछौँ। अब हामी यहाँ लगेजहरू इन्स्टल गरेर यहाँ हाम्रो दिदीहरू हिँड्दै जाँदै हुनुहुन्छ, यहाँ दाइहरू हिँड्दै जाँदै हुनुहुन्छ है। हामी अब अटोमा जाँदैछौँ, टेम्पूमा। अब प्रशान्ति निलयमभित्र N7 मा हाम्रो रुम्सहरू रेडी छ अरे। अब लगेजहरू त्यहाँ झारेर हामी आज बिहानको दर्शन त भेटाएन, तर साँझबाट नियमित रूपमा दर्शन भोलि बिहानदेखि सुप्रभातम होइन नगर कीर्तन सबै नै जानेछु र सबै जे हुन्छ सबै हजुरलाई देखाउने नै छु। त्यहाँ साथमै बसिदिनु होला। फेरि पनि साईराम सबैमा अहिले हामी N7 अगाडि छौँ। यहाँ हाम्रो भर्खरै हुनुहुन्छ, उहाँ चाहिँ टाप हुनु भइसक्यो। उहाँ बोल्ने मात्र धेरै हो है। हाम्रो बुटलकै दाइ हो, त्यसो नराम्रो नसोचिदिनु होला, राम्रै मान्छे हुन्, तर अहिले काम लागेनन्। अब हाम्रो लगेजहरू यहीँ छ, बाटोमै छ है। अब रुम चाहिँ अलि पाउन गाह्रै छ N7 अगाडि है। रुम चाहिँ अलि पाउन गाह्रै छ भन्ने खबर पायौँ हामीले, तर ठिकै छ अब है। अब भगवान्को शरणमा दर्शन गर्न पाइयोस्। सेडमा बसेर हुन्छ कि बाटोमा बसेर हुन्छ कि जसरी हुन्छ दिन पठाइन्छ है, दर्शन गर्न पाइयोस्। भगवान्को छाया सधैँभरि हामीमा रहोस्, त्यति नै भयो हुन्छ। साईराम। साईराम सबैमा फेरि पनि है त के छ, मेरो पनि ठिकै छ भनौँ है। रुम चाहिँ पाएन, अब सेडतिरै जाँदैछु। भरिया हो है, म चाहिँ भरिया श्रेष्ठ। अब के कसो हुँदैछ, यहाँबाट कता गइन्छ चाहिँ देखाउने नै छु। अहिलेलाई चाहिँ सेडतिर नै जाँदैछु है। साईराम, अब हामीले रुम नपाएर हामी जसरी रिग्रेट गरेको थिएन नि मैले, त्यस्तै गरी हाम्रो स्वामीले हाम्रो लागि अत्यन्तै नै राम्रो प्लान्सहरू बनाएर अलरेडी प्रिपेड राख्नु भएको रहेछ है। प्रिपेड हो कि प्रिपेड कहिले बनाएर हजुरले देख्न सक्नुहुन्छ कुन लेभलको छ कि यो प्रिपरेसनहरू। यो यस्तो दामी बेडसिट छ नि, यति मोटो छ यसको है। कुसनहरू पनि यस्तो नयाँ प्रिमियम सफा है। कतिवटा छ पनि हेर्नुहोस् न साईराम, दामी म होटल अझै पनि मेरो प्यारो भगवान् श्री सत्य साई बाबाप्रति निकै नै आभारी छु र सदाबहार रहनेछु। अब चाहिँ हामी सबै फ्रेस हुन चाहन्छौँ। वी आर वेलकमिङ आवर रूपेन्द्र श्रेष्ठ फ्रम बुटोल है। उहाँ चाहिँ भर्खर फ्लाइटमा आउनुभएको आज। अनि हामी चाहिँ भण्डारा प्रसादमको लागि जाँदैछौँ।
है। त्यो साईराम अहिले हामी भण्डारा प्रसादमभित्र छिरिसकेका छौँ है। स्वामीको देख्न सक्नुहुन्छ हजुरले, फ्री भण्डारा हो यो। लाखौँ मान्छेले यहाँ फ्रीमा खाना खाने गर्दछ। यो चाहिँ प्रसादम हो। टिल देन हाम्रो यो साउथ क्यान्टिनहरू पनि खुल्ला हुँदैन है। सो अब खाना आएर हजुरलाई देखाउने छु। साईराम हेर्न सक्नुहुन्छ हजुरले, यस्तो परिकार हेर्नु न ल। लाखौँ मान्छेलाई योसम्मको यो लेभलको खाना फ्रीमा सर्भिस हुँदैछ यहाँ है। सो गाइज है, हामी चाहिँ अब एकछिन ब्रेक टाइममा यसो पर्फ्युम अत्तर लिनु आएको है। यहाँ हुन्छ मेरो आफ्नै दाई, यहाँ पनि मेरो आफ्नै दाई साईराम भन्नु न। अनि हामी चाहिँ यहाँ भैया हुनुहुन्छ। भैया हेलो कर दीजिए हमारे ब्लॉग में। हेलो हेलो साईराम साईराम। यहाँ देख सकते आप डिफ्रेन्ट फ्लेभर नेपाली में भन्छ है। देख्न सक्नुहुन्छ है गाइजहरू, अति नै बवाल बवाल है। सो अब यसो अब पर्फ्युम अत्तर लिएर हेड ब्याक टु अगेन आवर रुम होइन। त्यसपछि त्यही गएर भेटौँला एक बार ल। साईराम से हम अब फ्राइडे नया नया फ्लेवर लेकर आना, हम आएंगे साईराम, ठीक है। सो साईराम हामी चाहिँ अत्तर पनि किनेर सबै किनेर फर्किसक्यौँ र अब यहाँ सर्टहरू आइरन गर्न दिएको छौँ अगाडि टेलरमा है। अहिले चाहिँ हामी यत्तिकै टेलर अगाडि छौँ। दाईहरू अगाडि गइसक्नु भएको छु र म यहाँ छु अहिले। यु क्यान सी है, अति नै सुन्दर है, अति नै सुन्दर गोपुरम गेट है। सम्पूर्णमा साईराम हामी रुम आएको 8-9 घन्टा जस्तो भयो। हामी दिउँसो 5 बजे दर्शनमा गएको थियौँ। अनि त्यहाँबाट सिधै भण्डारा गयो। हामीले मोबाइल फोन लिएर गएको थिएनौँ, सो केही पनि खिच्न चाहिँ पाएन। अनि भण्डाराबाट सिधै अहिले कोठामा आएको छौँ है, रुममा। अब सुत्न लागेको। सो अब पर्थिको डे 1 चाहिँ यसरी नै इन्ड हुन्छ। भोलि डे 2 को दिनहरू देखाउने नै छु। सो आजलाई गुड नाइट। सम्पूर्णमा मेरो साईराम। हामी चाहिँ बिहान उठिसक्यौँ र शुक्रबारको मौसम गएर नास्ता खाएर हामी रुममा आएर फ्रेस भएर फेरि अब हिलभ्यू स्टेडियम जान लागेको। हिलभ्यू स्टेडियममा आज नरेन्द्र मोदी आउँदै हुनुहुन्छ, इन्डियाको प्राइम मिनिस्टर। अनि त्यसपछि त्यहाँ प्रोग्रामहरू पनि हुनेछ, एटेन्ड गरेर हजुरलाई के हुनेछ देखाउनेछु। हामी हिलभ्यू स्टेडियम पुग्न लागिसक्यौँ है। नरेन्द्र मोदी आउँदै हुनुहुन्छ नि त। अनि त्यही भएर बाटोहरू हेर्नु ब्लक गरेछ एकदम। पुलिसहरूले टाइट सेक्युरिटी राखेको छ, देख्न सक्नुहुन्छ है। हामी चाहिँ कुना कुनाबाट मात्र हिँड्न सक्छौँ, बाटोहरू यसरी ब्लक गरेको छ है। दाई है, अनिल दाई, हामी यहाँभित्र छिरिसकेको छौँ है त। भित्र छिरिसक्यौँ। यहाँ हामीले दाईहरूलाई कुरिरहेको छौँ। साईराम सबैमा हामी हिलभ्यू स्टेडियम पुगिसकेका छौँ है। अब एकछिनमा कार्यक्रम सुरु हुने नै छ, त्यसपछि म देखाउँदै गर्दैछु। र त्योभन्दा पहिला हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो हनुमानजी हुनुहुन्छ है। यहाँ टन्ने स्ट्याचुजहरू हुनुहुन्छ। यहाँ हजुरहरूले भिड हेर्न सक्नुहुन्छ, एकदमै भिड छ है। नरेन्द्र मोदीज्यू आउँदै हुनुहुन्छ आज आफ्नो स्पिचको लागि। देख्न सक्नुहुन्छ हजुरले भिड है, एकदमै भिड छ। र अझै मान्छेहरू आउनु बाँकी नै छ। यु क्यान सी है, यति मान्छे अझै यो खाली नै छ कार्पेटहरू है। है मान्छेहरू एकदम धेरै छ आज। यु क्यान सी, म तपाईँलाई जुमै गरेर देखाउँछु है, हेर्न सक्नुहुन्छ। किरा मान्छे किरा हेर्न सक्नुहुन्छ है। यता पनि हेर्नुहोस्। चाँदर सूरज नदिया सागर तुमने बनाए। सो सम्पूर्णमा साईराम फेरि पनि हामी चाहिँ त्यहाँ गएर आइसकेको छौँ है। एकदम रमाइलो भयो स्टेडियममा।
नरेन्द्र मोदीजीले रमाइलो गर्नुभयो, स्पिच राम्रो दिनुभयो र डान्सहरू पनि निकै राम्रो भयो है। एकदम राम्रो मजा आयो, भजनहरू पनि अति नै राम्रो थियो। र अब चाहिँ हामी रुममा जाँदैछौँ राम है। अहिले हामी चित्रवती रोडमा आएको छौँ। तपाईँको यहाँ बाहिरको आज बाहिर खाने भन्नुभयो है, यो साई दार्जिलिङ लिटल किचन भन्नेमा। अब यहाँ हामी नास्ता खानासाना खाएर फेरि पनि जाँदैछौँ। अहिले हामी स्टेडियमबाट फर्किसकेको छौँ है। ब्रह्माण्ड नायक भगवान श्री सत्य साई बाबाको चरण कमलमा मेरो कोटी नमन। र आज डे 6 मा हजुरलाई फेरि पनि स्वागत छ। आज हाम्रो पर्थी यात्राको डे 6 है। हामी कहाँ गयौँ, कसरी गयौँ, के गऱ्यौँ हजुरलाई देखाउने नै छु, देखाइरहेको नै छु है। आज चाहिँ त्यो दिनको डे 6 रहेको छ। अनि अब चाहिँ बिहानको 9 बजिसक्यो है। अनि चाहिँ हामी दर्शन जान लागेको, दाइहरू सबै गइसक्नु भएको छ। आज चाहिँ अलि लेटै भयो, लुगा धुनु थियो के धुनु थियो है। सो आज अलि लेट भयो, अब दर्शन जान्छौँ। म चाहिँ अहिले रुमबाट बाहिर आएको छु है। र नजारा देख्न सक्नुहुन्छ है भित्रको डेकोरेसनको हजुरले, एकदम ह्युज, एकदम लाइटनिङ छ है। सो यस्तो छ भित्रको अहिलेको डेकोरेसन्सहरू हजुरले देख्न सक्नुहुन्छ भव्य रूपमा। म सबै हजुरलाई देखाउने नै छु है। शरीरमा है त। अब हामी चित्रवती रोडमा दाइहरूसँग सपिङ आएको छौँ। रुबेन दाई हेलो यारे। साईराम। यहाँ चाहिँ अभिषेक दाई हुनुहुन्छ है, अलि फोनतिर हुनुहुन्छ। यसो अब यता हल्का सपिङ गर्न आइएको छ है। किन्ने जस्तो त केही देख्दैन, चुडी कसलाई किनिदिने, आमाहरूलाई किन्ने मात्र हो, नत्र अब मन पराउने गर्लफ्रेन्ड त छैन है त। यस्तोहरू दिन सेट भयो नि त। फेरि पनि खाना आइसकेको छ। यहाँ हुनुहुन्छ हाम्रो रूपेन्द्र दाई, यहाँ हुनुहुन्छ अभिषेक दाई है, यहाँ अङ्कल पनि हुनुहुन्छ आज हामीसँग। आज हामी मम्मी खाना आएको छौँ, एकदम 1 हप्ता पछिको तितो भातपछि आज मोमो खाना आएको छौँ है। रुममा जाने स्थितिमा खानासाना खाएर साईराम। अहिले चाहिँ म गणेश मन्दिर अगाडि छु है। अहिले चाहिँ यहाँ बर्थडेको त्यो भएर यहाँ खिच्न अलि त्यस्तो स्ट्रिक्ट चाहिँ छैन, तर सेवादलहरूले देख्नु पनि भएन है। सबबाट फेरि पनि साईराम। अब चाहिँ हामी मन्दिर जान लागेको है। बेड पनि सकियो, सबै सकिसक्यो। अहिले चाहिँ यहाँ लुगा धुनु थियो, के धुनु थियो, टाइम अलि मिलेन। यहाँ हाम्रो अहिले पर्फर्मेन्सहरू भइरहेको रहेछ यही तेलुगुहरूबाट। अनि अब चाहिँ मन्दिर जान्छु, मन्दिर गएर दर्शन गरेर एकछिनपछि खाना खाएर फेरि निस्किनेछु। त्यतिखेर फेरि पनि देखाउनेछु, हेर्दै गर्नु होला। साईराम। हजुरले देख्न सक्नुहुन्छ यहाँ ओम लेखिएको यो के भन्ने घाँस भन्नुहोस् जे भन्नुहोस् है, एकदम राम्रो डिजाइनमा गराएको छ यो है। मलाई चाहिँ एकदम राम्रो लाग्यो। सो साईराम। दर्शन पश्चात म फेरि पनि यहाँ छत्री गणेश पछाडिको बुद्ध पार्क भन्नेमा यसो घुम्न आएको छु है। यु क्यान सी यस्तो छ यहाँ, देख्न सक्नुहुन्छ हजुरले है। सो एकदम रमाइलो लाग्यो मलाई। म त्यो ठाउँ पहिला पनि धेरैचोटि आएँ, म फेरि पनि हजुरलाई देखाउँ भनेर है। हजुरले देख्न सक्नुहुन्छ हेर्नु त, राम्रो छ नि है। बुद्ध पार्क राम्रो छ है।
अनि यहाँ सत्य धर्मको साइन्सहरू छ, देख्न सक्नुहुन्छ हजुरले है। अनि यहाँ स्ट्याचु स्वामीको अत्यन्तै सुन्दर है त। अनि यहाँ हुनुहुन्छ साई बाबा, शिरडी साई बाबा। के हो त्यो शिवजी? शिवजी होइन, जिजस क्राइस्ट है त। एकदम रमाइलो लाग्यो मलाई पार्ट। सो त्यही भएर हजुरसँग सेयर गरौँ भनेर सेयर गरेको। सो अगाडि के हुँदैछ, कहाँ जान्छु त्यो पनि सेयर गर्छु। साइराम। सो गाइस, यहाँ हाम्रो दाई हुन्छ, यहाँ हाम्रो अर्को दाईहरू हुन्छ। सन्तोष दाई हाई। हामी फेरि पनि सपिङ आइसकेको छौँ, तर सपिङ सेन्टर तर लाइन एकदम लामो छ है। यु क्यान सी लाइनले एकदमै यहाँ तल्का मचाइसक्यो। साइराम, अहिले हामी सपिङ कम्प्लेक्सभित्र छिरिसकेको छौँ र यु क्यान सी है यस्तो छ अहिले यहाँ एकदम भिड छ। सबसे राम्रो भनेको यो हो, भारत दर्शन अगरबत्ती एकदम बसाउँछ। हजुरले थाहा पाइसक्नु भयो होला कुन अगरबत्ती बसाउँछ है त, त्यही किन्नु होला। साइराम भिड छ है। अब चाहिँ हामी फर्किन्छौँ होला सायद है त, देख्न सक्नुहुन्छ है। यहाँ हुनसक्छ सायद मेरो साइजको त पाइन्छ, सायद तिम्रो साइजको नपाउन सक्छ है। मेरो साइज पनि एकदम सानो हो, जम्मा 30 जस्तो कम्मर मेरो ठुलो छैन है गाइस। यिनीहरूले जे पाइँदै भन्छन् तब तपाईँले पत्ताउनु चाहिँ नपर्ने हो है। सो गाइस, सबैजना यहाँ सपिङ गर्न माथि जाँदै हुनुहुन्छ र हामी चाहिँ फर्किसकेको छौँ। र अहिले हाम्रो दुईजनाको सामान यति नै छ, खासै केही किनिएन है। ड्रेसहरू र ल एकचोटि यता ड्रेसहरू मात्र किनियो है। एकदम भिड त यतै पेमेन्टमा झन् भिड हुन्छ होला है। सो देख्न सक्नुहुन्छ है तपाईँले, भिड एकदम छ। अब किताबहरू पनि किन्नु छ। साइराम पनि फेरि पनि सबैलाई है। हामी आज पनि यहाँ चित्रावती नदीमा लाइटनिङ सो हेर्न आएको थियौँ, तर आज पनि हेर्न सक्नुहुन्छ एकदमै प्याक छ है। आज पनि चान्स पाइला जस्तो चाहिँ छैन। 7:30 बजेबाट लाइभ कास्ट हुने भनेछ है लाइटनिङको, तर अहिलेसम्म भएको छैन। र यहाँ आज नयाँ हाम्रो भाउजू पनि आउनुहुन्छ, दाई र दाईको वाइफ है, भाउजू है। सो अब फेरि लाइटनिङ भएपछि खिचेर फेरि पनि देखाउनेछु। हामी चाहिँ अहिले गणेश गेट अगाडि छौँ है। अहिले चाहिँ यहाँ द्रौपदी मुर्मू आउनु लागेको रहेछ है दाइ। कस्तो लागिरहेछ हजुरलाई द्रौपदी मुर्मू आउँदा? खुसी लागिरहेको छ मलाई। उसलाई भेट्नु चाहिँ किन द्रौपदी मुर्मूलाई? मलाई भेट्नु भने पनि मेरो यहाँ इच्छा पुरा भएको चाहिँ यहाँ आउनु पाएको भएर त्यो खुसी लागिरहेको छ। अनि मिलेसम्म वर्षमा 2 चोटि 3 चोटि आउने मेरो इच्छा छ यहाँ। ओके साइराम है त। अब द्रौपदी मुर्मूलाई खुरी छ है। साइराम सबैलाई है त। हामी चाहिँ अब सुपर हस्पिटलहरू जानु लाग्यो यस्तो घुम्न। हामी आन्टीहरूलाई देखाइदिने भनेर अब हामी चाहिँ पहिल्यै पनि गइसकेको छौँ 3-4 चोटि नै, तर फेरि पनि एकचोटि जाने भनेर आन्टीहरूलाई घुमाइदिउँ यसो, नयाँ हेरौँ फेरि भनेर हामी सुपर हस्पिटल जाँदैछौँ। र त्यसपछि त्यहाँ पुगेपछि के हुन्छ फेरि पनि देखाउनेछु। साइराम है, हामी हिँडिसकेको छौँ, सुपर हस्पिटल जाँदैछौँ हामी। आन्टीहरू चाहिँ दाईहरू पुगिसक्नु भएछ अरे है, दाईहरू त्यहाँ पुगिसक्नु भएछ अरे। अनि हामी जानु लाग्यो। सो अब त्यहाँ पुगेपछि देखाउने नै छु, तर त्योभन्दा पहिला यहाँदेखि चित्रवती नदीको लहरहरू है, यु क्यान सी अति नै बवाल है, अति नै बवाल। र हजुरलाई एउटा कुरा के पनि भन्छु भने मेरो बहिनी पनि आउँदैछ है। अब म बहिनीलाई लिन बेङ्गलोर स्टेसनसम्म पनि जानेछु, त्यहाँ गएर पनि हजुरलाई फेरि पनि देखाउनेछु। र हेर्न सक्नुहुन्छ चित्रावती नदी है त। अहिले त्यही पुगेर देखाउनेछु। साइराम यहाँ आइसकेको छौँ सुपर हस्पिटल है, भर्खरै पुग्यो हामी। दाइ चाहिँ अगाडि यसो भिडियो खिच्दै हुनुहुन्छ। सो हजुरले म त हजुरलाई देखाउनु लाग्छु है। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ फ्रीमा करोडौँको डिजिजहरू निको पारिन्छ है। यहाँको डक्टरहरूद्वारा टप नर्स डक्टर हुन्छ, सबै फ्री सेवा हो। यो चाहिँ सम्भव हुन सकेको हाम्रो भगवान् श्री सत्य साई बाबाकै कारणले हो, हजुर सबैलाई थाहा छ है। सो अब हामी भित्र पनि जान्छौँ र यदि मिल्नेछ भने म तपाईँलाई खिचेर पनि देखाउनेछु। साइराम आज चाहिँ वेदरले एकदम साथ दिएछ है, एकदम साथ दिएछ, एकदम चिसो, एकदम शीतल है। हेर्नु न कस्तो दामी
है यु क्यान सी यहाँ बर्ड्सहरू पनि टन्नै छ है चराहरू मजाले खेलिरहेको छ है सो यस्तो हावा लाग्छ नि म तपाईँलाई के भनौँ यो के भयो यो के हो यस्तो परर उडिरहेछ है ल अब चाहिँ भित्र जान्छौँ ब्लड डोनेट गर्नु छ आज है ब्लड डोनेट गर्छु ब्लड डोनेट गरेपछि देखाउनेछु टेक केयर अब यहाँ के लेख्छ पढौँ है त एकचोटि है पढिदिइहालौँ है हियर अल से नथिङ गिभ अल टेक नथिङ सर्भ अल बी नथिङ रे आम्मा हिट हान्यो हिट है त लाइक इफ यु तपाईँले बुझ्नु भएन लाइक गर्नु अब चाहिँ हाम्रो एउटा हाम्रो यहाँ देख्न सक्नुहुन्छ आजको ड्राइभर है सो हाम्रो प्यारी लेडिजहरू हाम्रो अनुप आन्टी उहाँ गुड्डु आन्टी उहाँ चाहिँ गुड्डु आन्टीको छोरा है अनुप अरे अभिषेक राणा है रुबेन्द्र दाई सो गाइस है हामी सबै रहनु होला हेर्दै गर्नु होला लाइक पनि गरिदिनु होला थ्याङ्क यू सम्पूर्णमा साईराम र आज नोभेम्बर 23, 2025 हाम्रो ब्रह्माण्ड नायक भगवान श्री सत्य साई बाबाले यो धरतीमा पहिलो कदम राखेको दिन अर्थात् उहाँको ह्याप्पी बर्थडे है त विश यु ह्याप्पी बर्थडे स्वामी है अनि अहिले चाहिँ हामी हिलभ्यू स्टेडियम जान लागेको आज बिहानको दर्शन छैन उतै रथहरू प्रिपेरेसन भइरहेको छ आज अनि दिउँसो यहाँ 2-3 बजे रथ पनि निकालिन्छ यहाँभित्र र त्यसपछि दर्शन आरती लगायत आजको दिन त्यसरी नै अन्त्य हुन्छ Om
happiness and peace. Blazing inspiration for every level. हाम्रो सबै कार्यक्रम यही अन्त्य भइसकेको छ। रोड सो पनि भइसक्यो है, नेचर भ्यू एरियल भ्यू सबै भइसक्यो र भजनहरू भजन पश्चात आरती पनि सकिसक्यो र अब हामी फेरि पनि हाम्रो रुमतिर नै लाग्नेछौँ र अब आजको दिनलाई यति नै गर्दै यो भिडियोलाई यहीँ बन्द गर्न चाहन्छु। सम्पूर्णमा फेरि पनि स्वामीलाई ह्याप्पी बर्थडे भन्दै बिदा लिन चाहन्छु। सायराम हजुरले भिड हेर्न सक्नुहुन्छ है, करिबन 2 लाखदेखि 2.5 लाख जति सङ्ख्यामा मान्छेहरू थिए है। अहिले सबै आफ्नो घरतिर आफ्नो रुमतिर प्रस्थान गरिसकेका छन् र हजुरले यो भिड देख्न सक्नुहुन्छ है। एकदमै ठुलो म्यासिभ रूपमा भिड थियो, अहिले पुरै बाटो नै जाम भएको छ है सायराम। सो सायराम हामी प्रशान्ति निलयमभित्र आइसक्यौँ है। एकदम रमाइलो भयो, एकदम रमाइलो भयो साई बाबाको बर्थडे। हामी फेरि पनि स्वामीलाई विश गरौँ है, ह्याप्पी बर्थडे टु स्वामी है। र अरू कुरा म एकचोटि अझै धेरै कुरा एउटा भन्नु छ, म त्यो अहिले यहाँ अलिक भन्नु नमिल्ला है। म एउटा रुममा गएर मजाले भन्नेछु। अहिलेलाई हेर्न सक्नुहुन्छ हामी छिरिसक्यौँ है त साईराम। सम्पूर्णमा फेरि पनि साईराम है। आज चाहिँ 24 नोभेम्बर अनि हिजो चाहिँ स्वामीको बर्थडे अत्यन्तै रमाइलो गरी बित्यो है। म एकचोटि अब एकछिन टाइमपछि एउटा नितान्तमा मैले सबै कुराहरू भन्नेछु, हिजोको दिनको बारेमा विश्लेषण गर्नेछु। सो अहिले चाहिँ मेरो बहिनी आउँदैछ, यशवन्तपुर स्टेसनबाट ऊ हिँडिसकेको छ र उसलाई लिन जाँदैछु है। सो ल हाम्रो बहिनी पनि पुगिसक्नु भएको छ, हाम्रो हजुरआमा यहाँ हुनुहुन्छ अझै। ल के बोलिदिनु ल, छिटो छिटो बोल्नु ल। दोस्तीहरू सबै रोइसकेको छन् है, देख्न सक्नुहुन्छ है। म यहाँ यो चाहिँ डेकोरेसन थियो हाम्रो स्वामीको बर्थडेको लागि है। 100th बर्थडे अफ भगवान् श्री सत्य साई बाबाको। अब बर्थडे चाहिँ सकिसक्यो, आज 24 नोभेम्बर, 23 नोभेम्बर उहाँको बर्थडे हो। सो यस्तो थियो डेकोरेसन, यु क्यान सी है। सो साईराम हाम्रो धेरै साईरामहरू घर पनि गइसक्नु भएको छ है। अहिले चाहिँ रातिको 8:30 जस्तो बजिसकेको छ। हामी खाना खाना बाहिर जाँदैछौँ है। यु क्यान सी द नाइट भ्यू अफ प्रशान्ति निलयम है। अति नै बवाल, अति नै बवाल। साईराम हामी सेवामा जान लाग्छौँ। उहाँ चाहिँ हाम्रो सर्वेश घलेत है, उहाँ चाहिँ रूपेन्द्र साईराम है। म चाहिँ यस्तै हो क्या त, क्रिस श्रेष्ठ है। हामीले लोड पनि हामीले गरेको यो नरिवल है। अब अनलोड पनि गर्न हामी साउथ क्यान्टिन अगाडि जाँदैछौँ।
सो देख्न सक्नुहुन्छ हजुरले यो चाहिँ लेडिज साइडहरू हिँड्ने भ्यू है यस्तो छ है। साइराम हामीले फाइनल्ली नरिवलहरू सबै अनलोड गरिसकेको छौँ है। अनि यहाँ हामीले मिलाउँदै पनि छौँ। यहाँ देख्न सक्नुहुन्छ हाम्रो प्यारो दाई अनि सेवामा अत्यन्तै रुचि राख्ने दाई हाम्रो सर्वेश भाले। सर्वेश दाई साइराम यता हेर्नु न मजाले क्यामेरा साई पर्सन हुनुहुन्छ है। नरिवल त पुरै नगरौँ है। सो यति नै छ है। अरू के हुँदैछ फेरि पनि देखाउनेछु। साइराम अब चाहिँ हामी साउथमा खाना खान जान्छौँ। साउथमा खाना खाएपछि अब लेफाक्सी घुम्न जानु लाग्यो। आज चाहिँ 25 नोभेम्बर। आज चाहिँ लेफाक्सी घुम्न जानु लाग्यो दाइहरूसँग दिदी बहिनीहरूसँग। अब खाना खाएपछि हजुरलाई देखाउने छु साइराम। सो साइराम मैले चाहिँ हामी साउथ क्यान्टिनमा खाना आएको छौँ है यहाँ दाइसँग। खै रुबिन दाई है एकदम दामी एकदम यत्रो फ्री यत्रोजनालाई यत्रो लाखौँजनालाई फ्रीमा सेवा भइरहेको छ। ल अब खाएर बोल्नेछु। साइराम सम्पूर्णमा साइराम है। हामी चाहिँ लेफाक्सी जान लाग्यो। हजुरलाई मैले अघि नै भनिसकेको छु है। हाम्रो अटो आइसकेको छ। यहाँ एउटा छ अनि यहाँ एउटा छ। यो चाहिँ एउटा हो है। यहाँ हाम्रो आन्टीहरू टक्क लगाएर मकै खान बस्नु भएको छ है। अब एकछिनमा त्यसपछि फेरि पनि देखाउँछु कस्तो लागिरहेछ इ रिक्सामा बस्दा अटोमा बस्दा। रमाइलो लागेर सुन्नुभयो होला है त। त्यस्तै छ। अहिले चाहिँ हामी लेफाक्सी हिँडिसकेको छौँ। हाम्रो अटो आइसकेको छ। मैले हजुरलाई देखाएको पनि थिएँ है। यहाँ पछाडि देख्न सक्नुहुन्छ मेरो बहिनी मेरो आफ्नो दाइ र मेरो भाउजू हुनुहुन्छ। हाम्रो अत्यन्त प्यारो सहायक ड्राइभर हुनुहुन्छ है। अति नै रमाइलो देखिरहेको छु है। अब अगाडि जाँदा के अवलोकन गर्न पाइन्छ कुराहरू देखिन्छ सबै देखाउने नै छु। त्यतिखेरसम्म हामीसँग जोडिरहनु होला। अहिलेलाई यति साइराम है। हामी चाहिँ फाइनल्ली लेफाक्सी पुगिसकेको छौँ। इट्स अल अबाउट ढुङ्गाहरूको मन्दिर है। यहाँ पनि देख्न सक्नुहुन्छ एउटा है एकदम म्यासिभ छ स्टोन यो है। सो यहाँ चाहिँ टन्नै हिस्टोरिक मोमेन्ट्सहरूलाई कैद गरेर राखेको छ। एकदम पुरानो हो कि यो कस्तो एउटा के भन्ने यसलाई कन्जर्भ गरेर राखेको छ क्या दामी तरिकाले है। सो अब अगाडिको पनि गएर खिच्नेछु है। अनि यस्तो देख्न सक्नुहुन्छ हजुरले। यो वाल स्ट्याचुजहरू अत्यन्तै दामी है। अति नै दामी कि माथि सुधा पेन्टिङ छ कि हेर्नु न है। देख्नुभयो नि है। है अहिले चाहिँ म माथि चढेँ एन्ड देन यहाँ हेर्नु चढ्ने बित्तिकैदेखि हेर्नुहोस् मूर्तिको डिजाइनहरू अति नै बवाल है दामी। सो गाइज अलि घुमिसक्यौँ र अब यहाँ हात्ती हनुमान हिँड्नुभएको पाइला हेर्न जाँदैछौँ है। यहाँ हाम्रो अत्यन्तै प्यारो मान्छेहरू दाइ आन्टीहरू हुनुहुन्छ। सो हेर्न सक्नुहुन्छ है। यहाँ अलिकति सबले वर्कसिप गर्दैछ ढोक्दैछ है। कस्तो गाह्रो भयो मलाई खिच्न। सो दिस इज द स्ट्याम्प अर द सेप वेयर हनुमान टुक हिज फुट है। अति नै दामी छ। यत्रो म्यासिभ है। कत्रो थियो होला खुट्टा सोच्नु न साइरामहरू है। अति नै दामी। सो या अब यस्तो घुमियो धेरै घुमियो। अब तल जान लाग्यो। सो अत्यन्तै रमाइलो भयो लेफाक्सीमा है। हाम्रो आन्टीहरूसँग पनि सोधौँ कस्तो भयो आन्टीहरू। रमाइलो भयो एकदम रमाइलो सोचेको भन्दा पनि बढी रमाइलो भयो अरे हाम्रो प्यारी आन्टीहरूलाई। सो हामीलाई पनि रमाइलो भयो। धेरै कुराको नयाँ अनुभव गर्नु पायो। पहिला नै आएको थिएँ तर पनि 3-4 वर्षपछि फेरि आउँदा पनि
त्यो मोमेन्ट्सहरू रिकल गर्न पाएँ है। अत्यन्तै राम्रो रमाइलो खुसी लाग्यो। सो अब के हुन्छ फेरि नि देखाउने छु। टिल देन थाहा छ नि हजुरलाई। टेक केयर। What's up everybody? हामी फेरि पनि लेपाक्सीबाट घुमेर आइसकेको छौँ। अहिले हामी लेपाक्सीको गेटतिर छौँ, चढ्ने ठाउँमा छौँ है। हजुरले यहीँ अगाडि देख्न सक्नुहुन्छ लेपाक्सी है। यही नै हो लेपाक्सी। यहाँबाट चढ्ने अनि यो चाहिँ गेट है। यहाँभित्रको यो के भन्छ थाहा भएन है। तर अत्यन्तै रमाइलो भयो होइन। सो फेरि हामी मन्दिर जाँदैछौँ। मन्दिर गएपछि दर्शन जान्छौँ। त्यो बेला नि हजुरलाई खिचेर देखाउनेछु है त। अत्यन्तै रमाइलो भयो है त। साइराम। सो साइराम एगेन सबैलाई। हामी चाहिँ अहिले यो लेपाक्सीबाट केही टाढा मात्र हामी यहाँ यो नन्दी स्ट्याचु भएको ठाउँमा आएको छौँ। एकदमै राम्रो छ है। एकदमै रमणीय, एकदम हेर्न लायक छ है। हेर्न सक्नुहुन्छ। एकदमै दामी चिल देख्नुभयो नि हजुरहरूले। सुसाइराम भर्खरै सबै कामहरू खाएर भ्याएर भर्खर रुममा आएको छौँ। आजको दिन यसरी नै समाप्त हुँदैछ भन्ने जानकारी दिँदैछु हजुरलाई है। भोलि हाम्रो यहाँ पुट्टपर्ती प्रशान्ति निलयममा अन्तिम दिन। फेरि भोलिको दिन पनि देखाउने छु है। पर्सि बिहान 27 नोभेम्बर बिहान 2 बजे हाम्रो धर्मवरमबाट गोरखपुरको ट्रेन छ। सो साइराम सबैमा है। आज चाहिँ 26 नोभेम्बर 2025 र आजको रात हाम्रो यहाँ अन्तिम रात र अहिले रातको 8:30 जस्तो बजिसकेको छ है। हाम्रो यहाँको बसाइ सकिँदैछ। हामी यहाँ 17 तारिक आएको थियौँ र आज 27 तारिक भइसक्दा पनि हामी यहीँ छौँ। सो यहाँको यात्रा एकदम रमाइलो भयो। बाबासँगको कनेक्सन, बाबासँगको फेरि कोही नयाँ भाव, एकदम रमाइलो भयो। सो यो 2025 पति यात्रा पनि यसै गरी सकियो है यहाँ। सो साइराम हाम्रो गाडी पनि आइसकेको छ है। अब हामी यहाँबाट प्रस्थान गर्नेछौँ। सो अब प्रशान्ति निलयम पुट्टपर्तीलाई बाई भन्दै हामी आफ्नो निवासतिर फर्किँदैछौँ। अत्यन्त रमणीय पलहरू बित्यो यहाँ है। साइराम। सो साइराम धर्मवरम पुगिसक्यो हामी है। धर्मवरम जङ्सन भर्खर पुग्यो। हाम्रो लगेज चाहिँ जाँदा त एउटा दुईवटा थियो, आउँदा एकजनाको 6-6वटा भएको छ है। अब हाम्रो 2 बजेको ट्रेन छ है। अहिले चाहिँ रातिको 10:30 जस्तो बजिसकेको छ। हाम्रो राति 2 बजेको ट्रेन छ प्लेटफर्म नम्बर 2 मा। अहिले हामी प्लेटफर्म नम्बर 1 मा छौँ। हामी अर्को प्लेटफर्म जानुपर्ने हुन्छ। 4 घन्टा पहिले किन जाने, एकछिन यहीँ बसौँ वेटिङ रुममा भनेर एकछिन यहीँ बस्छौँ। अनि त्यसपछि हामी 2 बजे त्यहाँ गएर ट्रेन लिनेछौँ। सो यस्तै हो। अनि अरू देखाउँदै गर्छु साइराम। सो फेरि पनि सम्पूर्णमा साइराम है। हामी चाहिँ ट्रेन चढिसकेको छौँ र अहिले हामी ट्रेनभित्र छौँ। यहाँ ट्रेन सक्नुहुन्छ लगेजहरू छ। यहाँ अगाडि लगेजहरू छ। हाम्रो अफिसियल दाइले मिलाउँदै हुनुहुन्छ है। सो मिलाउँदै हुनुहुन्छ लगेजहरू अनि टिकटको सिट नम्बरहरू, प्लानिङहरू मिलाउँदै हुनुहुन्छ। त्यसपछि अब भर्खर चढेको है। त्यहाँ भिड छ, बाटो सबै मिलेपछि अब हामी त आफ्नो तरिकाले व्यवस्थित भइहाल्छौँ। सो यति नै हो। हामी चाहिँ ट्रेन चढिसक्यो र त्यसपछि के हुने त फेरि पनि देखाउने गर्दैछु। अरूलाई साथ बसिरहनु होला। टेक केयर। यो चाहिँ कानपुरको भत्केको पुल हो है। यहाँ देख्न सक्नुहुन्छ हजुरले। अहिले हामी कानपुर सेन्ट्रल जङ्सन पुगिसकेको छौँ। यहाँ चाहिँ पुल भत्केको रहेछ बिचमा है। एकदमै स्याड लाग्यो मलाई। हजुरले देख्न सक्नुहुन्छ पुल अलिकति भाँसेको रहेछ। सो अहिले हाम्रो ट्रेन चलेको चाहिँ नयाँ पुलमा हो है। सम्पूर्णमा साइराम है। हामी चाहिँ धर्मवरमबाट गोरखपुर जङ्सन पुगिसकेको छौँ र अहिले चाहिँ रातिको 8:30 जस्तो बजिसकेको छ। अनि अब हामी ट्याक्सी बुक गरेर भए पनि आज जसरी भयो नि सुनौली बोर्डर पुग्ने हाम्रो डेस्टिनेसन छ है।
अब 10 बजेपछि सुनौली बोर्डरबाट पारी छिर्न दिँदैन। हाम्रो आन्टीहरूलाई यहाँ देख्न सक्नुहुन्छ एकदम रेडी अवस्थामा हुनुहुन्छ जानको लागि। त्यही हो अब ट्याक्सी मिलोस् भन्ने कुरा हो है त। अब हामी पुगिसक्यौँ। अब घर पुगेर फेरि पनि एउटा भिडियो बनाएर फेरि हाल्नेछु। टिल देन टेक केयर। हाम्रो यात्रा सम्पूर्ण सबै सफल भयो, राम्रो भयो। अहिले एकदम थकै लाग्छ, घर गएर भिडियो बनाउने छु। साइराम एभ्रिवान फेरि है। अहिले चाहिँ रातिको 10:30 बजिरहेको छ। सो हामी चाहिँ यहाँ खाना खान रोकेको छौँ है। यहाँ देख्न सक्नुहुन्छ हाम्रो गाडीहरू यहाँ छ। यहाँ हाम्रो दाइले यो के हो चौधरी होटल एन्ड रेस्टुरेन्ट भन्ने ठाउँमा रोकेको छन् है। यहाँ गोरखपुर के अरे हामी चाहिँ फरेन्दा भन्ने ठाउँमा छौँ। जाडो छ हजुरले यो देख्न सक्नुहुन्छ के हो यो देख्न सक्नुहुन्छ। यहाँ हाम्रो एकदम प्यारी भाउजू हुनुहुन्छ है। खै खा गरिदिनु फेरि। सो भाउजूको देखिएन भन्नेमा मेरो पनि नदेखेको चाहिँ होइन है। हामी नास्ता खाइसक्यौँ र अब चाहिँ घर प्रस्थान गर्दैछौँ र अब घर गएर नै ल्याउनेछु। यहाँ आएर बाई गरिदिनु साइराम। सम्पूर्णमा साइराम। फेरि पनि आजभन्दा ठ्याक्क 16 दिन पहिला हजुरले यही बाटो हिँडेको देख्नु भएको थियो है। सो अहिले फेरि पनि आज 16 दिन पछाडि फेरि पनि यही बाटो रातिको 10:30 बजे हिँडेको गएको छौँ। हजुरले प्रत्यक्ष रूपमा देख्न पनि सक्नुहुन्छ है। होइन मसँग छँदै छैन। सो अब आइसकेको भनेर आउँदै थियो है। अब चाहिँ घर पुग्यो भने सुनौली पुगिसक्छौँ। अब बिस्तारै घर पुगिन्छ 1.5 घन्टा जस्तोमा। त्यसपछि यो पुरै पदयात्रा यो पुरै भ्लगले मैले एन्ड गर्न चाहन्छु। यो अन्तिमसँग बसेर हेरिदिनु भएकोमा सबैलाई सबै हजुरहरूप्रति म आभारी व्यक्त गर्न चाहन्छु है। धन्यवाद। हजुर बिना यो यात्रा पनि सफल हुन्थेन, यो भिडियो बनाउनुको केही अर्थै हुन्थेन है। यो मेरो मेमोरी पनि प्लस हजुरहरूलाई पनि देखाउँ भनेर बनाएको भिडियो हो है साइराम। सो यति नै छ यो भिडियो, यति नै बन्द गरौँ होला। भोलि बिहान घर गएर के हुन्छ फेरि पनि देखाउने छु। आजलाई यहीँ बन्द गरेँ मैले भिडियो। सम्पूर्णमा शुभरात्रि साइराम।